मासु खान मन लागेको थियो। अब आइतबार त बुढोले पैसा पठाइदिन्छ, दोकानबाट उधारो लिएर खानु पर्यो। अनि 100 रुपियाँको रिचार्ज पनि लिएर बुढालाई फोन गर्नु पर्यो, सन्च छ कि के छ। अब म मासु पनि लिएर आउँछु, फोन रिचार्ज पनि लिएर आउँछु भनेर म साइकल लिएर दोकान गएको त्यसै बाटोको फोन आयो। अनि देवरले फोन गर्यो, साइला देवरले। अनि भाउजू दाजुको पनि एक्सिडेन्ट भयो अरे, हस्पिटलमा छ अरे दाइ त भनेर भन्यो। ठ्याक्कै त्यस्तो फोन आयो। अनि आएपछि त्यो पैसा पनि मैले उयो गरिनँ, रिचार्ज चाहिँ हातमै बोकेर त्यहाँबाट मासु सासु पनि पुरै भएन। अनि म त त्यत्तिकै साइकल टिपेर घरमा कसरी आइपुगेँ मलाई थाहा भएन। यहाँ आइपुग्दाखेरि सबै छरछिमेकीहरू रुँदै रुँदै आइरहेको थियो। मेरो बुढा एक्सिडेन्ट मात्रै भएको भए त यो गाउँघरको छरछिमेकीहरू त नरुनु पर्ने हो, हस्पिटलमा उपचार भइराख्दाखेरि मलाई सम्झाउनु पर्ने हो। तर किन रुँदै आयो भनेर मेरो मनमा चिसो पस्यो। अनि झन् मन थामेन, म के भयो, मेरो बुढालाई के भयो, कता के हो कसो भन्दै म रुन थालेँ। मलाई आत्मामा चाहिँ मेरो बुढा चाहिँ उपचारै भइराखेको छ होला। टाउकोमा सेतो पट्टी बाँधेर मेरो बुढा व्हिलचेयरमा यसरी झुक्रेर बसिरहेको होला जस्तो मेरो आँखामा झझल्को आउँथ्यो। त्यस्तो झझल्को चाहिँ आउँथ्यो। पछाडि आमाजुकै मुखबाट अब यसले सत्य कुरा थाहा पाउनै पर्छ भनेपछि मेरो बुढा रोइन रहेछ। अनि त्यहाँबाट फेरि म भक्क बिहोस भएँ अरे। त्यहाँबाट सबैजनाले अनि मलाई डक्टरहरू ल्याएर घरमै स्ल्यान्ड पानी लाउँदै राख्दै 27-28 दिनको दिन चाहिँ अनि लास लिन जानुपर्छ काठमाडौँ। बुढी गए जस्तो हुँदैन, जसरी हुन्छ त घिस्रेर भए पनि पुग्नुपर्छ, जा भन्यो। अनि म गएँ। मेरो बुढाले म घुमाउन लान्छु, विदेशबाट आउँदाखेरि तिमीलाई म बोलाउँछु लिनलाई भन्नुभएको थियो नि त। आएर लिनु जान्छु भन्ने सपना अधुरै रह्यो भनेर अनि कस्तो त्यसो भनेर अनि मलाई साह्रो मन दुखेको क्या। म यो बिरानो सहर कहिले फर्केर आउँदिनँ भन्ने भएको थियो मलाई। लास लिन गयौँ। अनि गएर अब दिउँसोभरि के कागजपत्रहरू मिलाउनु पर्दो रहेछ। अनि बनायौँ ओर्यौँ। अनि अब बेलुका अब 11 बजेको फ्लाइट, 11 बजे चाहिँ यहाँ आउँछ, 11:15मा चाहिँ आइपुग्छ भनेर भनेको थियो। अनि त्यत्तिकै म चाहिँ त्यत्तिकै बसेँ। अब त्यतिखेर रुन पनि आएन मलाई चाहिँ। अनि म गएर साइन गर्दै गर्दा मेरो आन्टीहरूले बाकस लिएर आउनुभयो। त्यहाँबाट म खै के भयो। अनि मलाई आन्टीहरूले दुईपट्टि अब ट्याङज्याङ पार्दै भित्रबाट घिसार्दै निकालेर अनि गाडीमा भरे चाहिँ म अब थाहा पाउँदाखेरि चाहिँ कारभित्र हालेको रहेछ मलाई। उहाँले अब रगत पसिना बगाएर